हेलो एभ्रिवान, न्यू डे न्यू ब्लग का साथ आज म हजुरहरुको सामने उपस्थित भइसकेको। हजुरहरु सबै सन्चै हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला भन्ने आशाका साथ म भिडियो स्टार्ट गर्दै छु गाइज। आज चाहिँ हामीहरु माछा मार्न जाँदै छौं। धरी गरे नि त, अब यहाँ माछा पाइन्छ या पाइन्न त्यो त हामीहरुलाई थाहा छैन। ललितमा जानको ललित हुन्छ ए उतै हेर्नु न, यता हो न मात्रै दे भन्छु त यतै अस्ति न नाच्नु दामी त यहाँ बाइक लडाकाउनु ललितले हिच्ची बाइक लडाकाउनु अस्ति न हेर्नुहोस् ओस्तास जी ओस्तासको बाइक लडाकाउनु हो ओस्तास ओ हुँदैन मलाई त हुँदैन ओस्तादको भगवानले मलाई मार्ला ओस्तादको ब्याग छोडेको हेर्नुहोस् काट्दैन म यही हाल्न पर्छ यो त हाल्ने रजले नहाल्न सक्छ न है यो चाहिँ हाल्न पर्छ काट्दैन हाल्ने हो हेर्नु कोहीले हेर्दै हुनुहुन्छ भने हुन्छ हामी भाइरल छैन म वास्तासँग पुग्दैन र तपाईँको बाइकको साइड लाइट ब्रेममै उडालेको ललितले त्यो अझ किरै फुटालेका भन्दा त्यो कहानी त छुट्टै छ। अझ अगाडि साइकल आएको ओरै त्यो डराएर फुटाइसकेको थिएँ। मलाई पनि लोटाए आफू पनि लोटे खुट्टा चोट लाग्छ मलाई पनि यहाँ खुट्टा चोट लाग्छ ला आज सो हात देऊ न हात परमान हातमा छ हात पनि चोट लाग्छ परमान हातमा छ गाई जो हामी चाहिँ माछा मार्ने खोला है यही यस्तै त हो त के अरे त्यो छुट्टै खोला ए छुट्टै हो यो त अर्को खोला त्यस्तो खोलामा छ माछा मार्ने। आज बेलुका चट्टा लाएर माछा भेटायौँ भने माछा खाने माछा भेटाएन भने गु खाने माछा मार्नको लागि के माछा मार्न अब मेरो कपडा च्यादै थियो त्यही सलको आज उपयोग गर्न च्यादै यिनी यस्तो मात्रै छन् बुढालाई कि बुढले किन हाने ललितको जकेट लगाएको मेरो भुलिए देखाइदियो त ललित लु देखाउ त आजको मौसम कस्तो है 100 रुपियाँ करेन्ट आउँछ खानुहुन्छ आज मेरो हालत हेर्नु ललित देखाइदिन्छ मेरो हालत यहाँ कस्तो छ। ललितको जकेट लगाएको यस्तो हाँसो लाग्दो धेरै मेरो नयाँ चप्पल हो है साथीहरू। यो चाहिँ नयाँ चप्पल हो आज भर्खर किनेको कसले देखेन आज किनेको चप्पल हो यो नयाँ चप्पल हो। अनि यो ललितको जकेट हो। यस्तो गरेर यस्तै माछा मार्नु पर्छ ड्याङ लगाएर माछा मारेर बेलुका खाना पर्छ माछा माछा खाऊ सबैजनाले माछा खान पर्छ। उखु पनि चोर्न सक्छ है बफे उखु चोर अस्ति चोर्यो अस्ति चोर आज पनि चोर्ने हामीलाई उखु चोर्न मजा आउँछ के गर्नु भाँचन हाम्रो क्यामेरा अब आइफोन किन्ने भनेको आइफोन किन्दिन ललितले मेरो नयाँ चप्पलमा फोहोर लाग्छ फेरि नयाँ चप्पलमा फोहोर लाग्न सक्छ। कसले त माछा मारे होइन अरे उटेले माछा मारेको र वा माछा त मारेको त्यो जान्नु जङ्गल सोध्न माछा भेटेन भने अब त्यो नि पो जाल हामी त सलमा त हुन्छ पानीमा सोधौँ न त्यही पनि माछा भेटेर अङ्कल भन्नु माछा 3 चोटि किनेर खाइसक्यौँ एउटा मिठै मान्न हात दुखान्छ माछा खान पर्छ माछा 3 चोटि आज खोला यो जकेट कस्तो नलानु पर्ने चाहिँ 100 रुपियाँ किलो माछा कस्तो हुँदो माछा खान पर्छ। यहाँ फेरि पानी आएर लगातार यार अस्ति पनि मैले पानी आएर भिडियो गरेको थिएँ आज पनि पानी आएर भिडियो मैले सोध्दै भिडियो बनाउँछु पानी आउँछ। यहाँ माछा मारेको है कति पा भेटाएन सोध न पारे
त माछा मार्ने खो आज बेलुका माछा पकाएर खाने हो लास्ट एउटा नभेटेको समाज नै मेरो हात चाहिँ फाइनली साथीहरू यहाँ माछा मार्दैछन् देख्नुभयो कि हजुरहरूले माछा मार्यो है माछा मार्यो भाइ पनि मार्ने हो हाम्रो माछा मार्ने पोखरी भनौँ कि के भनौँ तर हामी चाहिँ खोलामा मार्ने हो अरे न कत्रो मानको जाम न ल हेर्न जाम न जाम त मार मार भाइ पनि मार हेर त माछा मलाई दिनुहुन्थ्यो मलाई दिन्न हो उता चलेर नि कति धेरै मारे जानु है आज त मान्छेहरू सब माछा मार्न लगाएर जानु नि अरे धेरै मारिसकेको बल्छीले पनि होइन ओ माई गड त्यति माछा भयो त हामीलाई भइहाल्दैन जामिन छिटो छिटो होइन हामी पनि मार्नु जामिन माछा मार्न जानुपर्छ है साथीहरू आज त माछा मार्छ ललितपुर मेरो त सल्लेर यिनीहरूको पर्सनल पोखरी होला नि खोलामा झन् कति धेरै मान्छे होला यहाँ माछा मारेर यस्तो बनायो सबले भ्याइसकेको नि बेलुका आएर हुन्छ सबले भ्याइसकेको हामीले माछा पाम्ला जस्तो लागेन साथीहरू विडम्बना माछा पाम्ला जस्तो लागेन मलाई त तिमीले माछा पाम्ला जस्तो लाग्यो नि माछा पार्छु म जस्तो लाग्छ नि भनौँ माछा पार्छु म हो जस्तो लाग्यो नि म माछा पार्छु खाने बाचाही खाछु निउरे रहेछ अहिले माछा भेटेन नि निउरे टिप्नु उठ्यो निउरे सबैले माछा मार्दैछन् हेर्नुहोस् ओइ बाबु ओइ हाई बना हाई माछा मारेको कि नै माछा परेको कि नै बोल्दै बोल नेपाली त जान्ने रहेछ खै कतिवटा पर्ने रहेछ मलाई नि देखाऊ है ल छिटो उठाउ न पर्यो माछाको सट्टा लट्ठी पारिरहन् खै कति पर्यो ए लट्ठी मात्रै परेछ माछाको सट्टा ऊ परेछ जाउँ लली तिमी पनि मार हामीलाई पनि मार्दै हुनु माछा गङ्गा नि पर्छ के माछा मारेर तिमीहरूलाई नेपाली बोल्न आउँछ कि नै आउँछ नि जान्न छिटो ओ हामी पनि माछा मार्न जान्छ है त साथीहरू के चाहियो अरे कति रुपियाँ चाहियो 5 रुपियाँ ऊ बाइक आयो त ए पैसा दिएन न यिनीहरूलाई त हाई भन सबैले पैसा छैन प्याकेटमा छैन हामीले पैसै ल्याएनौँ हेर छामा यी छैन नत्र दिन्थ्यौँ माछा मार्न गएनौ तिमीहरू किन गएनौ जाम माछा मार्ने होइन अनि त्यहाँ पैसा कमाउनु बाख्री चराको यत्रो जनाले बाख्रा चराको ए हो र ल बाई ल बाई हेलो गाइज हामी यही खोलामा माछा मार्दैछौँ यो खोलामा यस्तो माछा छ होइन माछा मार्छु म कसले पो सुन्छ ल डान्स
जान्छु हो ओहो ओहो ल ल ओइ ललित कतिवटा माछा पायौ यस्तो माछा पाइन्छ भन्दैन के भन्नु भगवान् म त पागलै हुन्छु होला हामी माछा मार्ने है त यो पुल हो यस्तो छ यस्तो छ यस्तो छ यस्तो म त मेरो त खुट्टा हेर्नु यी खुट्टाको हालत नयाँ अघि भर्खर किनेको चप्पलको हालत मेरो ललित नर न यस्तो माछा पाइन्छ मारिदिन्छु यहाँ बसिसक्यो हेलो ललितले चाहिँ माछा मार्दै हुनुहुन्छ हामीले चाहिँ माछा 2-3वटा माछा यो पोखरी भाइले माछा मारेको हेलो ललितको माछा मारे मैले माछा मार्न नजानेर ललितको माछा कोही कति कति पर्यो पर्यो जग्ल्याउने हाम्रो जग माछा मार्ने ललितको सिस्टमले चाहिँ माछा मर्ला जस्तो छ है साथीहरू लौ एकछिन हामी चाहिँ माछा मार्दैछ यी हालत यस्तो मम्मी यति गहिरो छ कि यति गहिरो छ मैले माछा मार्न नजानेर ललितको माछा पार्ने स्टाइल हो त त्यो त फेरि स्टाइल त्यस्तो चलिरहेको त्यहाँ ललित हेर्नु त ललित हाई भन्नु एउटा दाइले मार्नुमा उहाँ चाहिँ कति धेरै मार्नुमा उता पनि मारिराख्ने फेरि माछा उता 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 उतातिर मान्छे नै देखेको छैनन् क्या त्यतिर माछा मारिरहनु भए हामीले चाहिँ यति हो हामीले माछा मारेको यति है यति हो ल ललित ल ललित ल ल ल ल ल ल ल ल ल कति पर्यो कति ल अबि म फेरि डुबे ल ल ल पर्यो पर्छ छैन है यहाँले उता देखाउ त देखाउ त है पर्यो पर्यो ल उदे 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 यो के हो एकछिन है म माछा पर्यो हाल्छु म चाहिँ माछा मार्न नजान्नेमा परे है गाइजहरू आज मार्नै जानिनँ मैले त ललितले चाहिँ मारिरहनु खायो ललितको मैले नजानेपछि ललितको माछा मारे स्टाइल त्यस्तो भइरहेछ ललितले त यहाँ यो पोखरी सफा गरिदिनु लाग्नु भइसक्यो पर्यो गङ्गडा पनि ल ल ल म चाहिँ गङ्गडा दिनु जाँदैछु है गङ्गडा जाला के त्यो भाग्छ ल एकछिन है यति गढ्यो यति गढिरहेछ के कुरा गर्नु र यस्तो छ यहाँ पर्यो ललित मजा यहाँ त कति सानो माछा देखिरहेको हेर्नु सानो सानो त धेरै छ माछा ल्याउन आएको यत्रो गढ्यो ए पनि हेलो एभ्रिवान मेरो बुढी चाहिँ माछा मार्दैछ माछा यस्तो माछा मार्दैछन् त्यो खै माछा कति भयो लिएर आऊ त हेर्ने न अलि माछा नि गयो भने हामीले चाहिँ माछा मार्नै सकिन माछा मार्न सजिलो रहेनछ ललितको हालत त्यस्तो छ हामीले 3-4 माछा मार्छौँ घर गएर देखाउँछौँ है माछै मान्छ नि कति राम्रो भ्यू हेर न ललित माछा मार्न सकिन साथीहरू अब ललितले के भन्दै थाहा म स्पोर्ट छु इङ्ग्लिसमा बोल्नै जान्दिनँ स्पोर्ट छु म माछा मार्नमा मैले पहिला घर कति धेरै माछा मार्थे भने के को स्पोर्ट हुन म भन्दा नि गइ गत्ता मैले त अलिअलि मारेँ
भन्दा नि गएको कता रहेछन् माछा मार्न खुइलाएन मलाई ललितको चालामालाई माछा नि भेटेन माछा खाने ठुलो सोख थियो भेटेन ओके ऊ परेन घाम डुब्न लागिसक्यो घाममा डुब्न लाग्यो भने जस्तो भइरह के दिनको खुचो खान जाउला खुब घाम डुब्न लागिसक्यो माछा साछा हामीले मारेनौँ अब घर जाँदैछ माइत कहाँ ए हिलो लगेर जान्थ्यो होला माछा साछा छैन हिलो लग्ने जाने यो बड्डोले फेरि हामीलाई देखायो भने जान्न त्यहाँ माछा